आफ्नै बारीको गएसबारीमा शुभ दिनको शुभ बिहानी सँगसँगै सुरुवात गरौँ आजको संसारको कुनै पनि कुनाका आप्चामा रह सकियो झिँगे माछा झिँगे माछाको बाजे कोप्पा हो आजको हाम्रो खानामा चाहिँ यो थाइल्यान्डको ससेसहरू हो 3 प्रकारको ससेज छ अन्डाको अमलेट कागती प्राउन सलाद अनि रामेन पिरो नहुने खालको चाउचाउ आफ्नै बारीको कागती चाहिँ यो थाइल्यान्डको ससेज हो यो चाहिँ अमिलो छ यो चाहिँ पिरो छ यो चाहिँ साधारण टाइपको धनिया खोइ त नि प्याज आजको हाम्रो खाना खाउँ स्टार्ट गरौँ है पहिला केबाट स्टार्ट गर्नु त चेस चेस खाउँ अच्छा सेला है चाउमिन अमिलो पिरो कति धेरै चाउमिन मेरो आफ्नै बारीको गएसबारीमा शुभ दिनको शुभ बिहानी सँगसँगै सुरुवात गरौँ आजको संसारको कुनै पनि कुनाका आप्चामा रहेर खानुभएको बस्नुभएको छ भनेदेखि त्यहीँबाट खाँदै हेर्नु सक्दै हेर्नुहोस् सुत्दै हेर्नुहोस् है त अनि हामी त खाँदैनौँ यो पनि आफ्नै करेसाबारीको है आफ्नै करेसा बारीको अन्डा हाल्यौँ मिठो मिठो लाग्छ सस चाहिँ आफ्नै बारीमा फलेको तुलसीको पत्ता त्यो मान्छे सिस्नु पनि खान्छ त सिस्नु टिप्दै खान्छ हौ कति थुतुन नपोलेको धामी होला अनि हातले टिप्दै सिस्नु पनि बिस मारेको होला अमिलो छैन यो अमिलो नरेनको फेभरेट हो अमिलो चेस कस्तो दर्रो कस्तो दर्रो यो त उ हो नि के भन्छ प्राउन होइन यो त के भन्छ लब के भन्छ लब बाडी के लब भन्छ खोइ के भन्छ हामी त प्राउन भन्दा सकियो झिँगे माछाको बाजे कोप्पा हो झेमा चाहिँ कोप्पा समुद्रको चाहिँ अर्कै स्मेल है अस्ट्रेलियामा खान्छ नि त मकै प्राउनहरू त्यो भात होइन भात अक्टोपस के अरे त्यो मसिनो गङ्गटा सिपी हो त्यस्तो खानु मन लाग्छ ऊ यहाँनिर पनि पाउँछ जाउँ न एकदिन त्यो त स्टिम बोर्ड हो
म अक्टोपस खानु चाहिँ अलिक त्यो खुट्टा देखेर घिन लाग्छ जुकाएको जस्तै टाँस्ने 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 भयो पानी भएको बच्चा भरि लाउनु न हेट रक्सीको स्वादै गयो नि बुढी ए अमिलो त नखाने म साह्रै अमिलो सस एकदम चामल लाग्यो त छैन हल्का जस्तो लाग्छ मलाई चाहिँ होइन होला मासु मासु हुन्छ नि मैले धेरै पिरो नलगाएको आधी मात्रै लाग्यो होइन एउटा प्याकेटको तेल लगाएको ए त्यही त आधी भयो नि त तर स्पाइसी त्यति स्पाइसी होइन नि त सबभन्दा चिन्ता ससमा कुन मिठ लाग्यो तिमीलाई यो र यो त्यो त मलाई चिल्लाएको यो धेरै अमिलो अन्डा खाऊ न एसी अस्ति सफा गरेको थिएँ कति चिसो है त्यसमा कस्तो चिसो छैन त नै भयो यसरी दिनदिनै खान पाए त अलिक मोटाइन्थ्यो होला कमजोरी भयो अझ प्रशासन तामाङ साथीहरूलाई लाइक सेयर सब्सक्राइब माग न त नि ल अब बाइक गरौँ न त है सानो सानो Like. मिनी ब्लग लाइक लाइक सेयर सेयर अनि सब्सक्राइब सब्सक्राइब गरिदिनु होला गरिदिनु होला हामी बुढाबुढीको हामी बुढाबुढीको च्यानललाई बुढ्नाइबाट गुड नाइट बुढ्नाइट हस् नमस्ते बाई